यो व्हाट्सअप गाइस वेलकम बैक टू माई न्यू च्यालेन्ज भिडियो र आजको च्यालेन्ज भिडियोमा चाहिँ गाइस हामीले हैन वियर फुड च्यालेन्ज भिडियो गर्न गइरहेको छु हैन र हामीसँग चाहिँ यो बक्सा छ हैन यो बक्सामा चाहिँ जे पनि हुन सक्छ के जस्तै अब कोक प्लस हैन अब चिया हुन सक्छ कफी हुन सक्छ जे पनि हुन सक्छ हैन टक्कै एकजनाले यो बक्सा निकाल्यो हैन अनि त्यहाँनिर जे पर्छ हैन त्यसले त्यो खानेकुरा खानुपर्ने हुन्छ हैन त्यहाँ जे पनि हुन सक्छ हैन र आजको च्यालेन्ज भिडियोमा चाहिँ हामी यही गर्न गइरहेको छौँ हैन भिडियो राम्रो लाग्यो भने लाइक एन्ड सब्स्क्राइब गर्नु होला हैन गाइस र गाइस बिना देरी के हैन भिडियो सुरु गरौँ के ल हाम्रो भिडियो सुरु भइसक्यो पहिला चाहिँ को जाने ल सिजर पेपर हाने ल सिजर पेपर र ओफ म हाने गाइस हैन अब सुरुमा अब म निकाल्नु पर्यो हैन एउटा हैन चित्र निकाल्छु जे परे पनि अब त्यो खाने पर्ने हुन्छ हैन यो मैले निकालिसक्यो लेट्स सी हैन अहिले के पर्यो हैन ओरियो प्लस केचअप गाइस ओरियो प्लस केचअप पर्यो हैन अब त्यो मलाई खानुपर्ने हुन्छ ओरियो प्लस केचअप ल हैन ल गाइस हामीसँग पहिलो आइसक्यो वियर फुड हैन मलाई नि परे गाइस केचअप र ओरियो हैन मिसाएर खानुपर्ने हुन्छ हैन लेट्स सी गरौँ न अब कस्तो टेस्ट हुना रहेछ हैन ल त्यहाँ पनि पालाउँछ चिन्ता नगर बाबु अझै मैले यो वेट फर्ममा कस्तो कस्तो हाले हैन त्यसले सोचे पनि छैन होला के अब हेरौँ न यो ओरियो र हैन यो केचअप मिसाएर खान्छु कस्तो हुँदा छ हैन हाम्रो ओरियो निकालिसक्यो आधी छ त्यो पनि खाइदिन्छु या मिसाएर हैन कस्तो लाग्यो तपाईलाई कस्तो फिलिङ्स मतलब त्यो खादा स्वाद कस्तो लाग्यो तपाईलाई भन्छ मिठै हुँदा रहेछ मिठै हुँदा रहेछ मैले त मिठो हुँदैन लाग्दैन तर मिठै हुँदा रहेछ के ठिकठाकै डिजाइन गर्दा के पर्छ सिजर पेपर रक ल थुक्का यसमा चाहिँ अहिले लिने छ है निकाल एउटा चुज गर बाबु खतरै परे नि हुन्छ नि लाग्छ त्यही पर्यो हैन चिसो पऱ्यो जस्तो लाग्यो यार चटपटी प्लस बदाम जुस चटपटी र बदाम जुस हैन मिक्स गरेर खानुपर्ने हुन्छ हैन झेला बाबु चटपटी र बदाम जुस हैन चटपटी र बदाम जुस टक्क यो बदाम जुस चाहिँ चटपटीमा हैन या गर्ने हैन हाल्ने अनि गर्ने गिलास ल्याएको थियो त एकछिन मिसाएर खानुपर्छ मिसाएर होला हैन मिसाएर त भने कहाँ मिसाएर खाने हो मिसाएर खाने पुरै मिक्स गरेर खाने हो कहाँ तर त्यति गिलासमा ठिक हुन्छ नि त त्यस्तो होइन मिसाएर खाने हो ल बदाम जुस हामीले मिक्स गर्नु हुन्छ धेरै भयो चटपटी ठिकै छ त्यो थोरिहाल्नु त नि ठिकै छ यति कहिले पहिला म मिस्काइदिन्छु यो त भात जसरी भयो त भाइ च्यालेन्ज हो नि त भाइ अनि क्यामेरा हेर्नु सक्नुहुन्छ भाइ यस्तो देख्यो होइन बदाम जुस र चटपटी कम्बिनेसन होइन ल ट्राई हाल्नु त अझै खा कस्तो लाग्यो मजा आएन मिठो छैन दुध बनाए दुध गर्न खाने होइन अब हाम्रो अर्को उयो फुडमा गइरहेको छ होइन सिजर पेपर रफ कोही भएन सिजर पेपर रफ या भएन नि दुईजनाले गर्ने हो नि त अनि मैले त्यस्तो होइन कि अब मैले त्यहाँ दुईजनालाई अर्डर पाएँ कि ए त्यो न पहिला बिकी जान्छ ल अब मैले गर्दैछु है के पर्छ अब त्यो त पालै आउँदैन यसरी त्यो कोक र चिया चाहिँ होइन कोक प्लस चिया चाहिँ कसलाई पर्छ हेरौँ होइन फ्रुटी र नुडल्स ल फ्रुटी र गाइस नुडल्स फ्रुटी र नुडल्स परिसक्यो हेरौँ यहाँ ल गाइस हाम्रो यहाँनिर बिकीको होइन नुडल्स प्लस फ्रुटी आइसक्यो होइन ल हाल्दै फ्रुटी चम्चा खानु है यो फ्रुटी आइसक्यो होइन यस्तो उयो हो के चम्चाले लास्टै उयो हो के ल चम्चाले तर लास्ट गरेको त लास्ट हाल्यो लास्ट चाहिँ नहाल्नु पर्ने यार नर्मल हो कि त अलि स्वाद कस्तो हुन्छ टेस्ट गरेर टेस्ट गर ल म खाँदैछु है फ्रुटी प्लस नुडल्स दामी भयो होला है दामी भयो कस्तो रियाक्सन त बोरा खा त यो पनि खा यो सबै यो जुस पनि खा च्यालेन्ज भने च्यालेन्ज हो नि यार अनि फ्रुटीको हो त धेरै उयो के अरे स्ट्रङ हुनु पर्यो नि च्यालेन्ज होइन क्रेजी हुनु पर्यो नि त बल्ल पो मजा आउँछ त हेर्नेलाई नि यो पनि खा ल सब अझै खा अब एकचोटि ल अब पालो छ होइन दिपेशको होइन ल एउटा चुज गर होइन जे पनि पर्न सक्छ होइन कोक र चिया पर्यो भने होइन एक्चुअली रियाक्सन हेर्न मलाई होइन छानी कहाँ पर्छ यार त्यो पनि देखाएर देखेर कुरा भन्नु के पर्यो यसको चाहिँ होइन यसको चाहिँ चिप्स प्लस दही चिप्स र दही मिसाएर खानुपर्ने हुन्छ गाइजले होइन ल
यहाँ हाम्रो दही आइसक्यो होइन दही आइसक्यो हाम्रो प्लेटमा होइन दही आइसक्यो होइन दही हालिसक्यो ल मैले पुरै मोलेर खाने हुन्छ यो चिप्स र यसरी मोलेर खाल्ला मोलेर नि यस्तो पुरै मोलेर खान मोलले खानुपर्छ मोलले च्यालेन्ज हो नि त सब मोल खा कस्तो भयो अझै खा यामी के त सबै मिठो मिठो मात्रै परे खाँदा यार सुरुको मिठो परेन बा होइन तपाईँ भाग्यमानी हो क्या सब मिठो यस्तो के? कस्तो भयो दामी भयो दामी ल दामी भयो अरे अब के गर्ने अब उयोबाट भने अब मिठो पो परिरहेको कुनै मिठो हुनसक्छ र कुनै चाहिँ खतरा उयोडै हुनसक्छ होइन जुन चाहिँ होइन खतरा नै हुनसक्छ हस्पिटल पनि पुग्ने बेर्छ नै केटा अब पेट दुःखद भइरहेको पेट पनि दुख्न सक्ला नि फेरि हामी अब अर्को सिजन पेपर गर्नु परेको छ ल सिजन पेपर रक है त दुईटा खानुपर्छ म चाहिँ हेर्ने हो अब ओ सेट यार हस्पिटल चाहिँ नपुगिसक्यो अब यस्तो हो, मैले भन्ने हो नि त कसले अगाडि खाने अब म चाहिँ को भन्छु भन्दा हाम्रो काले भाइ काले भाइ यसको पालो हो नि त ओइ अहिले भन्न पाएँ नि त यो पछि चसेर यसको पालायो नि त अहिले जोला पनि भन्न पाएँ नि त अनि ल एउटा लिग ल के हो जाने क्या अहिले यहाँ लिगिहाल एउटा हान्नु पर्यो नि के पर्यो कोक र चिसो पर्यो नि कफी प्लस मैले मैले यो होइन होला कोक र कफी पर्छ भन्दै होइन पढिसक्यो होइन फाइदा ल अब आउँछ हट मै निकाल्ने हो यो कोक र कफी त ए कोक ल गाइस ल मेरो पाला कोक प्लस कफी गाइस यो चाहिँ होइन सबैभन्दा वियर्ड हुनेवाला छ होइन मैले पहिला नि भन्थेँ होइन जसकोमा पऱ्यो त्यो हस्पिटल अनिवार्य जान्छ कि होइन ल पहिला कफी मिसाउने गाइस होइन मलाई त्यस्तो लाग्यो यो खाइसक्यो कालो चाहिँ गोरो चाहिँ हुन्छ लाग्यो यो त उयो रह्यो हाम्रो गाइस आदि कफी हो थोरै हाल्न होइन कहाँ अब त्यस्तो हुँदैन नि पुरै भ्याउनुपर्छ पुरै भ्याउनुपर्छ यति मात्रै खानु हुँदैन पुरै भ्याउनुपर्छ है कोक प्लस कफी छ होइन मलाई के गर्छ यिनीहरूले होइन अब यिनीहरूले पुरै खानुपर्छ के फ्रुटी र के बालमान गर्नुपर्छ यसको गर्नुपर्छ फ्रुटी र नुडल्स पर्छ त्यसलाई होइन कोक र यहाँनिर हाम्रो कफी मिस तातो भयो यस्तो बवाल देख्यो कि ल सब खायो घुट्टा खायो ल कस्तो हुन्छ तातो चिसो चिसो तातो दुइटै मिसेको हो कि चिसो र तातो दुइटै मिसेको मैले सुनेको थिएँ यार चिसो र तातो खायो भने त मर्छ नि त मान्छे त्यो मात्रै हो र म राम्रो सुने यो म नखाने नि त खा कस्तो च्यालेन्ज हो नि त खानु परिहाल्छ नि के हो म नखाने यार यो खाना पुरै च्यालेन्ज हो खा यसले नअघि खा नि त होइन भन्छ च्यालेन्ज हो खा पुरै घट्न मिल दबी खाएर जस्तो गर्न सकेन यिनीहरूले कस्तो लाग्यो भन्दा मिठो एकदम बकवास आयो मेरो चाहिँ तिनटामा सबैभन्दा बकवास यो उयो फुड हो नि त अब च्यालेन्ज यस्तो हो नि त मिठो हुँदैन भाइ यसमा तितो अलि तितो हुन्छ यसमा होइन अब चाहिँ काले हाम्रो क्रेजिक साथीले चाहिँ पुरै आफ्नो च्यालेन्ज पुरा गरिसकेको छ अब यसको पालो छ जहिले थुच्छ है त के पर्दो रहेछ एउटा थुक्यौँ होइन त्यो पर्छ अलिक नर्मल टाइपको पढे नि हुन्छ नि यहाँ धेरै केजी नपरोस् होइन पानीपुरी प्लस एक्सट्रिम यार अब पानीपुरीमा अब एक्सट्रिम हालेर खाने यो पो रहेछ खाने हो यस्तो हुन्छ कि यस्तो हुन्छ है त ल है अब पानीपुरीमा एक्सट्रिम हालेर खाने यार त्यो झोल पो खाने हो त यार पानीपुरीमा पानीपुरी आइसक्यो हाम्रो होइन अब एक्सट्रिम हालेर खानु पर्ने रे गाइस पानीपुरीमा गाइस एक्सट्रिम हालेर खानु पर्ने हुन्छ गाइस पहिला हल्का खाइदिउँ न यो त लास्ट खाली भयो क्या लास्ट भएन ल अब गाइस डेन्जरस है म हस्पिटल पुग्न नि बेर छैन गाइस पानीपुरी एक्सट्रिम आयो साइकलमा साइकलमा त साइकल बुलेट बिग्रियो हामी हालिसक्यो होइन पानीपुरी एक्सट्रिम हालिसक्यो ओइ के जाने त आम्बक चाहिँ मिठै छैन यार कसम फेरि एउटा खानु पर्ने औरा खानै पर्छ दुईटा चाहिँ खानै पर्छ मिठै छैन मलाई भन्यो भने कस्तो मुखमा हाल्ने बित्ति कस्तो पोलिया जस्तो टाइपको भयो क्या ओइ के हो च्यालेन्जै पुरा गरेन यसले भएन सक्दैन एउटा हाल्नु के गर्नु यसले खान सक्छ त यसले खायो भने लाइक र सब्सक्राइब चाहिँ गर्नु पर्यो है त खान्छ जस्तो लाग्दैन खायो भने चाहिँ कहिले ट्राई नगर्नु लागि एक्टिभ र पानीपुरी एकदम वायात छ यार वायात मतलब अलि लिमिट हुन्छ होला भन्छ एकदम वायात भन्ने फेरि अब हाम्रो सिजर पेपर अप्लाई फेरि सिजर पेपर रक काट्यो सिधै हारिसकेको छ दिपेशलाई गाइस होइन वियर्ड फुड यस्तो मजाले पढि नि हुन्छ नि अहिले चाहिँ त्यो चिया त्यो कफी र कोक परेछ नि हो त्यस्तै परेछ के परेको
वियर्ड फुड दही दही प्लस कोक फेरि ल दही र कोक मिसाएर खाने ल गाइस दही प्लस कोक यसले खानु पर्ने हुन्छ गाइस होइन पहिला हामी दही हालौँ ए दही जे गुलियो भयो नि परे हामी दही आइसक्यो होइन दही प्लस कोक होइन केहीले खान सक्छ त कोक पनि मिसाइदिउँ होइन सक्दैन होला मैले हेरौँ न अब रियाक्सन कस्तो सक्दैन भन्नुहुन्छ खानै पर्यो रियाक्सन कस्तो आउँछ हेरौँ यसको रामदेला ल यतिकै ठिक छ होइन यहाँ पहिला कोकलाई यहाँ घोलिदिउँ न स्वाट्टै खानु पर्छ तैँले त्यो दबाई खा हुन्छ नि स्वाट्टै खानुपर्छ दबाई खाएर चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ दही प्लस कोक यस्तो भए होइन कम्बिनेसन होइन ट्राई नगर्नु होला गाई धेरै डेन्जरस छ सक्दैन सुरुमा यति खान्छु खाना खा जति खाने खाना खाना चाहिँ पर्यो जसरी खायो भने कि मिठो हुन्छ त नखानु नखानु चिसो भए खानु। खाना खान्छ सबै खानु तित खानुपर्छ खा 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 हिम्मत नहार भयो, भयो, भयो। अब यति मात्रै खा खा यति मात्रै घट्टै हान सट्टै अलिकति किन राख्ने अलिकति किन राख्ने लम्बे हान अलिकति किन राख्ने च्यालेन्ज हो नि त यार च्यालेन्ज लिएपछि त पुरा गर्नु पर्यो नि गाइज यो च्यालेन्ज पुरा गर यो हो नि त गाइज रियल च्यालेन्ज भने भयो मलाई त ल गाइज होइन कस्तो लाग्यो मिठो एकदम छ्या चिप चिप यो त चिप चाहिँ होइन यसलाई र मलाई पऱ्यो यसलाई चाहिँ त्यो त खासै पऱ्यो अब मलाई अघि कस्तो लकी। एक्सन प्लस पानी पुरै एकदम वायात त्यो चाहिँ मेरो एकदम वायात हो नि त्यो चाहिँ होइन लगाइछ होइन अब यसले च्यालेन्ज पुरा गरिसक्यो ल अब यसको पाली छ हाम्रो पाली छ होइन सब सिजर पेपर गर्छु होइन जो पर्छ त्यसले खानु पर्ने हुन्छ गाइस होइन ल सिजर पेपर रक ओहो लगाइछ बिकी भाइको पालो होइन अब यसको पाली छ होइन ल बिकी भाइको पाली दाइलाई अब भाइ भन्न थालिसक्यो होइन एउटा चुज गर होइन अब वियर फुड के पर्छ यसकोमा के पर्छ अहिले हेर्नु हेरे के पर्छ पढ्न आउँदैन होला एक्सन प्लस दुध गाइस एक्सन प्लस दुध पर्यो लिएर त्यो एक्सन पनि लिएर अघिको एक्सन लिएर एउटा त्यो गिलास लिएर गिलास यहाँ पहिला एक्सन दुध हेर्न सक्नुहुन्छ गाइस एक्सन दुध कहिले खा कसैले खाएन हस्पिटल पुग्ला भाइ हस्पिटल पुग्ला फाटिला नि होइ फाटिनै सक्छ सो डेन्जरस एक्सन र दुधको कम्बिनेसन हेर्नु त गाइस पुरै हामी खाने होइन गाइस राख्नै मिलेन सब खा फाटेको त फाटेको त खाना एक सिप डोरी लाग्दो थियो पुरै फाट्यो अब च्यालेन्ज गर्नु परिहाल्यो नि गाइस खा ल म चाहिँ एक्सन खाइदिन्छु खाद्य म त खाइदिन्छु कस्तो हो कस्तो यामी हो ओइ यसले नि फाल्यो के ल कस्तो हो सब भुराहरू हो केही गर्न सक्दैन यार मेरो सजेसन चाहिँ के छ भने यो ट्राई गर्दै नगर्नु तपाईँहरू है ल यो जस्तो वेट फुड कहिले थिएन होला नि फाटिरहेको यार होइन गाइस पुरै फाट्यो तर होइन यस्तो चाहिँ खानु हुँदैन होइन अब चाहिन्छ भन्दा अब यस्तो त नगर्नु पर्ने हो होइन आफ्नो शरीरको यो हानिकारक गर्छ यसले। एकचोटि खायो नि त होइन त्यो ठुलो कुरा होइन तर पुरै फाट्यो छैन नि गाइस यस्तो डेन्जरस छ भने यो ट्राई नगर्ने दुध प्लस एक्सट्रिम होइन हस्पिटल पुग्न नि बेर छैन फेरि केटाहरू होइन फेरि सिजर पेपर गर्छु होइन ल सिजर पेपर रक यो पुरै सेट यार यसकै पालो थियो कि यो पालो धेरै पालो भयो कि अब हाम्रो अब होइन आशिकले लिँदैछ लास्टिकली अघि त एक्सन प्लस पानी पनि यस्तो वायात भएको थियो होइन के पर्छ होइन गाइस हो गाइस डेन्जरस नपरोस् होइन ठिकठाकै परोस् होइन गाइस उयो फुडहरू के गर्नु सब डेन्जरस हाले फेरि मैले हो कि गाइस फेरि होइन अब मैले हालेँ अब मैले खानुपर्छ कि पानीपुरी प्लस पानीपुरी प्लस कोक अनि स्प्राइट अब फेरि त्यो अघि पानीपुरी एक्सन जस्तै पऱ्यो कि अब पानीपुरीमा कोक र स्प्राइट मिसाएर खाने चाहिँ ओ सेट यार ल गाइस यार पानीपुरी कोक र स्प्राइट आइसक्यो होइन अघि एक्सन र पानीपुरी खाएर म चित्तिसकेँ यार हाल्नु के गर्ने यार अब हाल अलिअलि हालेँ ल केले खान सक्छ त यो फेरि के हो पुरै हुस्स भएको के त ल ट्राई गर्नु नि ठिक छ मिठो तर त्यो एक्सट्रिमको त एकदम फेरि एउटा एक्सट्रिम दुध चाहिँ नखानु होला है त्यो एक्सट्रिममा पानीपुरी चाहिँ फेरि अझ एउटा खाइदिएको चाहिँ फेरि अझ एउटा तर यो कोक अनि एक्सट्रिम र स्प्राइट एक्सट्रिम र कोक अनि यो पानीपुरी अनि स्प्राइट मिसाएको चाहिँ मिठै छ दिए ल फेरि ट्राई हाल्नु चाहिँ गाइस भनौँ कोक प्लस पानीपुरी अनि स्प्राइट
मिठो हो मलाई मिठो लाग्यो यो चाहिँ मिठो लाग्यो दामी लाग्यो त्यो र फेरि हामी अर्को राउन्डमा जानेछु होइन नकरा सिजर पेपर हाम सिजर पेपर रक म चुज गर्न चाहन्थेन तर म चुज गर्दैछु च्यालेन्ज ब्रो अब जम्मा 3टा बाँकी 3टा मिल्क ओहो दुध प्लस स्प्राइट स्प्राइट फेरि दुध प्लस स्प्राइट पर्यो अघि यो स्प्राइट हाले होइन मेरो पानी पनि अब म हाल्छु अब यसको ल गाइस अब यसको पाली छ होइन उयो फुड चाहिँ के हो भने यसको चाहिँ दुध र स्प्राइट दही हो होइन यो दुध हो मिल्क होइन दुध होइन यहाँ चाहिँ भने ए यो चाहिँ दही हो दुध ल्याएको म त दुध जस्तै बनाएँ अब सेम प्याकेट छ नि त झुटकिरा दुध होइन यो फाटिन्छ फाटिँदैन त्यो त हेरे थाहा पाउँछ ल धेरै नै अब खाना निकाले हाल्यो के गर्नु थोरै गाइस होइन स्प्राइट र दुध छ हामीसँग अब यसले खानु पर्ने हुन्छ गाइस होइन ल खा ल स्वाट्टै हान्दै बाबु उस माटे है के दामी भयो सब हाने कोही दामी भए सब हाने त यसले त कस्तो लाग्यो मैले खा भन्दा पनि सबैभन्दा बेस्ट भएको चाहिँ हो तर ठिकै छ बेस्ट हो जस्ट ठिकै छ ठिकै छ र ठिकै छ उयो ठिकै रहेछ ल सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर रक यो दिपेशलाई फेरि परिसक्यो गाइस हाम्रो यहाँनिर वियर्ड फुडमा ल बाबु एउटा चुज गर त्यो अब मत हुनेवाला छ पुरै सकाइदिनलाई म त हुँदैन होला अब हेरौँ न गाई के पर्यो यसकोमा होइन के पर्यो राइसको भात प्लस कोक होइन अब भात र कोक अब लमलुम खान पर्ने हुन्छ होइन ल भात र यो कोक हामीसँग छ होइन भात पनि छ होइन र भात र कोक सबै मिसाएर खानु पर्ने हुन्छ तैँले ल गाइस हामीसँग आइसक्यो भात र कोक आइसक्यो गाइस होइन हामी होइन त जसरी खाने खा तर खानु चाहिँ पर्यो यही हो इतिहास थोरै कहाँ भयो ल गाइस हामी कोक हालिसक्यो होइन चिया र भात पाएर भिडियो देखा चिया र भात बाई त सेम चिया र भात जस्तो अब टेस्टमा चाहिँ कस्तो हुन्छ होइन त्यो चाहिँ थाहा पाउँछ होइन टेस्टमा कस्तो फरक पर्छ ल खानु खाइसक्यो एक बाइट लिइसक्यो के मिठो जस्तो छ जस्तो लाग्यो मिठो जस्तो अहिले खाइरह मिठो खाने खाइन ठ्याक्कै फिका चिया र यो भात जस्तो भा सेम रहेछ नेपाली बिहानको खाजा यही हो खाजा धेरै खाइन अब दुईटा मात्रै छैन अब दुईटा को पर्छ होइन फुडमा ल है सिजर पेपर रक ओफो दुईजना खेल्छ यिनीहरू दुईटा दुईजना अब यो एकवटा लिन दुईजना ल जसरी नि सक्यो अब हामी दुईजनामा मेरो के पर्छ होइन आइसक्रिम प्लस टमेटो सस ल आइसक्रिम प्लस टमेटो सस आइसक्रिम हेर आइसक्रिम पनि आइसक्यो गाइस टमेटो सस पनि आइसक्यो गाइस अब मेरो मौत खेल गाइस अब यहाँ त मम्मी ओहो तर आइसक्रिम चाहिँ म चाट्छु पुरै ब्ल्याकै छ गाइस टमेटो सस पनि गाइस आइसक्रिम खानु तपाईँले हस्पिटल चाहिँ नपुगोस् केटाहरू त्यही हो यार तिनीहरूको जिम्मा यार मुझे अझै एक बाहिर ओहो यार पुरै वियर्ड देखिरहेको गाइस हेर्न सक्नुहुन्छ खालि मै खान्छु हेर्न सक्नुहुन्छ गाइस यस्तो भएको गाइस आइसक्रिम र होइन टमेटो सस के वियर्ड फुड हो कि यो चाहिँ पुरै देखाउन थाल्यो हेर्दै उल्टी आइसक्यो मलाई चाहिँ कस्तो ल र जस्तो भएको त अब ट्राई गर्नु हामीले चाहिँ ट्राई गरेर तपाईँले ट्राई नगर्नु है दामी भयो यहाँ के हो आइसक्रिम प्लस टमेटो सस पनि मिठो हुन्छ कि यार के हो हो यसले खाओस् भनेर मैले त्यो रियाक्सन नदिएँ खानु पऱ्यो नि त्यसले तर एकदम वियर्ड छ गाइस होइन यो चाहिँ यस्तो घिनलाग्दो यार त्यो फाल्दै यो यस्तो वियर्ड फुड कसले राखेको होला भने त मैले राखेको यार आफूले परेको यस्तो वियर्ड फुडहरू चाहिँ गाइस होइन अब चाहिँ हाम्रो प्यारो भाइ दिपेश भाइको पालो है दिपेश भाइ गाइस लास्ट हो अब यो लास्ट चित्ती हो गाइस सकिसक्यो मान खाना लास्टमा के हो जे पनि पर्न सक्छ के पर्यो चाउमिन प्लस आइसक्रिम हेर चाउमिन प्लस आइसक्रिम है त चाउमिन र सब आइसक्रिम सब घोलेर खानुपर्छ है चाउमिन र गाइस हाम्रो आइसक्रिम आइसक्यो
ल गाइस हाम्रो चाउमिन हालिसक्यो गाइस होइन आइसक्रिम अब आइसक्रिम हाल्न बाँकी छ होइन गुलियो अमिले बिरो यार सबै मिसेर अझै हाल्दै अघि कस्तो हाँस्यो तिम्रो पालोमा आइसक्रिम र बजेर राम्रो भयो। टमेटो ससमा ल म फेरि पहिला टक्का बेला मिसाएर होइन या घोलेर अब म चाहिँ त्यो ए। लास्ट हो नि त यो उफो पुरै डढे छ त्यहाँ यसको अनुहार कस्तो गुङ्गुर गाएर गुङ्गुरको खाना जस्तो रे लम्बे खानुपर्छ है फेरि अँ। वाउ कस्तो भयो वाउ रिभ्यू दियो अडियन्सहरूलाई ल कस्तो भयो अगाडि हेरेर मिठो चाहिँ मिठो भए अँ चाउमिनले गर्दा अलिक नमिठो भए ए, जे भयो नि मिठो छैन हेर्छ गुलियो होइन भाइ गुलियो भाइ एकदम उयो अब आइसक्रिमले गर्दा गुल्यो भयो होइन आइसक्रिम अब यति नै खानु के राखिराख्ने ल लम्बे खाइदिइहाल्नु भेज- भेज- च्यालेन्ज हो नि त दिस इज द च्यालेन्ज भिडियो हो नि त्यस्तो त विधि मिठो नि भएन कि खाना खा ल गाइस आजको हाम्रो च्यालेन्ज भिडियो यही नै थियो गाइस हाम्रो च्यालेन्ज भिडियो गाइस राम्रो लाग्यो भने के गर्ने रे लाइक, गाइस सब्स्क्राइब सब्स्क्राइब गर्नु गाइस अनि वियर्ड फुड खाएर गाइस हाम्रो हालत यस्तो भयो गाइस भोलि हामी अस्पताल जान नपरोस् गाइस होइन सोरै सुकिसक्यो यार एकदम वियर्ड फुडले यार के खानु आज के खायो गाइस अन्दाजै छैन गाइस अब अर्को भिडियोमा चाहिँ के खाने तपाईँहरूले कमेन्ट गर्नु त्यसमा है अर्को भिडियोमा हामी गाइस कस्तो च्यालेन्ज गर्ने होइन सब मुनि कमेन्ट बक्स गर्नु होला गाइस आजको भिडियो यति नै थियो गाइस अब म भेट्छु तपाईँहरूलाई अर्को च्यालेन्ज Next भिडियोमा भिडियोमा। तपाईँलाई बाई बाई गाइस